धन्यवाद कार्यक्रम सञ्चालकज्यू। 38औं गुल्मी जिल्ला स्तरीय जुनियर तथा युवा रेड क्रस गोष्ठी कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू, आदरणीय गुरुवर्गज्यूहरू, आगन्तुक सम्पूर्ण पाहुनाहरू, विद्यार्थी भाइ बहिनीहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा सुनौलो भजन समूह सत्यवती रामबारीको तर्फबाट नमस्कार। यस अवसरमा हामीलाई हाम्रो प्रस्तुति राख्न अवसर दिनुभएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दै हामी यहाँहरूमा आफ्नो प्रस्तुति व्यक्त गर्न गइरहेका छौँ। कृपया ताली बजाएर भए पनि स्वरमा स्वर मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार समाज सेवी कोटि कोटि नमस्कार समाज सेवी संस्कार र संस्कृतिमय समान सहयोग श्रेष्ठलाई सलाम। जन्मदाता जाहे नारी रेड क्रसका जन्मदाता जाहे नारी देवना परोपकार सेवा धर्म गरौँ रक्तदान गरौँ सागर रक्तदान गर्नु पर्छ बुझाउन सजाना
मानव सेवा गरौँला स्वर्ग माता मानव सेवा गरौँला स्वर्ग माता मानव सेवा स्वर्ग माता मानव सेवा
करस्ते गरेको विश्वमा चमत्कार वचनबाट बिदा हुन्छ सबैलाई नमस्कार एक करसलाई सलाम सत्लाले मला सत्लाले मला एक करसलाई 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 नेपाल रेड क्रस सोसाइटी 38औं जिल्ला गुल्मी जिल्ला स्तरीय जुनियर तथा युवा रेड क्रस गोष्ठी 2082 जेठ 31 गतिको कार्यक्रमलाई भव्य रूपमा सफल पार्नको लागि सुनौलो भजन समूहको अध्यक्ष श्री दामोदर पाण्डे लगायतको टिमले यो कार्यक्रमलाई उत्कृष्ट प्रस्तुतिका साथ शोभायमान गराइदिएको अवसरमा यहाँहरूको उच्च सम्मान गर्दै विद्यालयले एउटा सम्मान पत्र यहाँहरूलाई प्रदान गर्दैछ। तसर्थ मैले विद्यालयका प्रधान श्री रामप्रसाद पाण्डेजीलाई अबिर अर्पण र माला लगाइदिएर दामोदर पाण्डे सहितको टिमलाई अगाडि आउनको लागि अनुरोध गर्दछु भने आजका कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व टीकाराम पाण्डेज्यूबाट यो सम्मान पत्र र टोकन अफ लभ विशिष्ट अतिथिज्यूबाट प्रदान गर्नको लागि कति पनि ढिला नगरिकन आदरणीय प्रहजीलाई अनुरोध गर्दछु। भाषा हामीले पढ्न थालेनौँ, पढ्नभन्दा पनि यहाँले गरेर देखाउनु भयो। यो 38औं रेड क्रस गोष्ठीलाई सफल पारिदिनु भयो। हामी यहाँलाई दिलैदेखि धन्यवाद, दिलैदेखि हामी आभारी छौँ र यहाँहरू सबैको कल्याण होस्, उन्नति होस्, प्रगति होस् र यो सुनौलो भजन समूहले आगामी दिनमा मात्रै रामबारी होइन, चेनी होइन, कालीगण्डदेखि लसरगा र रूपपेटतिर पनि यस्तै कार्यक्रमहरू लगेर यो भजन टोलीलाई उत्कृष्ट टोलीको रूपमा बनाओस् भन्दै शुभकामना सहित अबिर अर्पण गरिदिनका लागि मैले प्रहजीलाई अनुरोध गरेँ। टोकन अफ लभ प्रहजीले अबिर लगाइदिएर सम्मान व्यक्त गर्दै हुनुहुन्छ। अनि टोकन अफ लभ प्रमुख अतिथिले दिनुहुन्छ भने विशिष्ट अतिथिज्यूले यो सम्मान पत्र प्रदान गर्नुहुनेछ। सम्मान पत्र अन्तिममा आउनेले पाउनुहुन्छ। अहिले चाहिँ टोकन अफ लभ अहिले यो हाम्रो बाधा समूह भन्दा पछि आउने महिला समूहलाई दिने कार्यक्रम मिलाएका छौँ। यति मात्रै होइन, फेरि कुँवर समाज नेपाल सप्तरी गाउँपालिकाको अर्को एउटा स्टेज नृत्य छ, त्यसको लागि पनि तयार रहनको लागि म विनम्र अनुरोध गर्दछु। करिश्मा कुँवर त्यसको लागि तयार भएर बस्नको लागि म विनम्र
अनुरोध गर्छु। साथसाथमा हामीले यो 38औं जिल्ला स्तरीय गोष्ठीमा शिक्षक नायकको रूपमा, शाखा संयोजकको रूपमा, उपशाखाहरूबाट पाल्नुहुने सम्पूर्ण आदरणीय शिक्षक नायक सरहरू, उपस्थित जुनियर भाइ बहिनीहरूलाई अब प्रमाणपत्रको कार्यक्रम वितरणको कार्यक्रम पनि सँगसँगै जोड्न गइरहेका छौँ। शाखाबाट आउने शिक्षक नायकज्यूहरू सबैलाई हामीले टोकन अफ लभ प्रदान गरेर विदाई गर्ने कार्यक्रमलाई अगाडि बढाउँदैछौँ। हामीसँग त्यो प्रमाणपत्रको लिस्ट आइसकेको छ। यहाँहरू कति पनि ढिलो नगरिकन यहाँहरूले भोजनसहित यहाँहरू यहाँबाट बिदा हुन पाउनुहुनेछ भन्ने सहभागीहरू सबैलाई अनुरोध गर्दै आजका प्रमुख वक्ता अथवा प्रमुख अतिथि आदरणीय व्यक्तित्व टीकाराम पाण्डेको भनाइलाई पनि यो रेड क्रसमय बनाउने गरी यहाँहरूले सुन्नुहुनेछ। एकछिन यहाँहरू वेट गर्नुहुनेछ। हाम्रो प्रदेश सदस्य कैलाश श्रेष्ठज्यूलाई मैले अबको छोटो शुभकामनालाई जोड्न गइरहेको छु भने यहाँ सम्मान पत्र उपाध्यक्षज्यूले प्रदान गर्दै हुनुहुन्छ। हामीले भित्रपट्टिको फ्रेममा राखेका छौँ। भित्रपट्टिको फ्रेम समूहको अध्यक्ष जोरदार ताली बजाएर सम्मान गर्नको लागि अनुरोध गर्दछु। हामी नृत्य गर्ने म्याडमलाई मायाको चिनो। ल नाम मैले ठ्याक्कै भने सुनिनँ किशनजी। मन्जु पाण्डे। यस्तो नृत्य छ कि मन्जु पाण्डेको मन्जुश्री नै हुनुहोला। धेरै धेरै धन्यवाद छ। ल यो भजन मण्डलीले आगामी दिनहरूमा पनि यस्तै प्रगति गर्दै जाओस्। उपाध्यक्षको शुभकामना छ, अध्यक्षज्यूको शुभकामना छ, विद्यालयको तर्फ र रेड क्रसको तर्फबाट त मुरी होइन करोडौँको शुभकामना छ। धन्यवाद। यहाँहरू आफ्नै स्थानमा आसन ग्रहण गरिदिनु होला। अब भने मैले कैलाश श्रेष्ठज्यूलाई आमन्त्रण गरेँ। त्यसपछि सहभागीहरूलाई हामीले प्रमाणपत्र प्रदान गर्नेछौँ। त्यसपछिको नृत्य करिश्मा कुँवरको हुनेछ। विद्यालयका नृत्यहरूलाई पनि हामीले क्रमश बिचबिचमा जोड्नेछौँ। हाम्रो कार्यक्रम धेरै छ, टाढा जानुपर्नेछ। तैपनि फेरि रेड क्रस गोष्ठी हामीले तत्कालै गर्न सक्ने अवस्था पाउने अवस्था रहँदैन। आजको दिन यही नै रहेर मनोरञ्जन गर्नुहोला। यहाँहरूलाई घाँसबास कपास सबैको व्यवस्था हुनेछ। धन्यवाद। अब पनि कैलाश श्रेष्ठलाई लुम्बिनी प्रदेशको सन्देश चाहिँ धेरै धेरै धन्यवाद छ। कार्यक्रम सञ्चालक दौरा सुरुवाल र ढाका टोपीमा हुनुहुन्छ एकजना स्काउटको ड्रेसमा। बिहानीदेखि अत्यन्तै म प्रभावित भएको छु। आज 2082 साल जेठ महिनाको 31 गते भोलिदेखि असार महिना प्रारम्भ हुँदैछ। भोलिदेखि हाम्रा गाउँघरका गाउँ बस्तीहरू तीजको गीतले चाहिँ गुन्जायमान हुँदैछन्। यस अवसरमा यहाँ उपस्थित हुने अवसर प्राप्त भएको छ। 38औं गुल्मी जिल्ला स्तरीय जुनियर तथा युवा रेड क्रस गोष्ठी कार्यक्रमका सभाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि सत्यवती गाउँपालिकाका अध्यक्ष श्रीमान टीकाराम पाण्डेज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि यसै विद्यालयका पूर्व शिक्षक तथा पूर्व शिक्षक हुँदै हाल यस सत्यवती गाउँपालिकाको उपाध्यक्ष जस्तो पदमा जिम्मेवारी लिन सफल हुनुभएका गाउँपालिका उपाध्यक्ष श्रीमान निर्मया रामुज्यू, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृतज्यू, विशिष्ट अतिथि गुल्मी जिल्ला शाखाका सभापतिज्यू, यसै गरी विशिष्ट अतिथि नेपाल रेड क्रस सोसाइटी केन्द्रका पूर्व महामन्त्री आदरणीय गुरु पीताम्बर अर्यालज्यू, कार्यक्रममा अत्यन्तै विशिष्ट व्यक्तित्वहरू सहभागी हुनुभएको छ। जिल्ला शाखाका पदाधिकारी लगायत सदस्यज्यूहरू, यसै गरी वडाध्यक्ष सदस्यज्यूहरू,
यस कार्यक्रममा विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षक नायकज्यूहरू, प्रधानाध्यापकज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट यहाँ कार्यक्रममा आउनुभएका समस्त महानुभावहरू, मैले सम्बोधनलाई पनि त्यति लामो बनाउन चाहन्न किनभने अत्यन्तै हामीसँग समय छोटो छ। त्यसो भएको हुनाले यहाँहरूको बिचमा संक्षिप्त रूपमा 2-4 शब्द राख्नको लागि म अनुमति लिन चाहन्छु। आज विश्व रक्तदान दिवस पनि हो। आज अंग्रेजी महीनाको अंग्रेजी तारिख जुन महीनाको 14 2025 विश्व रक्तदाता दिवस। रक्तदान गरौं, आशा जगाऊं, सबै मिली जीवन बचाऊं। सेवा नै धर्म हो, मनैदेखि सेवा। यी हाम्रा रेड क्रसका सिद्धान्तहरू हाम्रो मन मस्तिष्क रेड क्रससँग जोडिएको छ। त्यस अवसरमा आजको यो महत्त्वपूर्ण कार्यक्रममा यहाँहरूले